हेलो व्यूवर्स, दिस इज माई फर्स्ट ब्लग। अनि आज चाहिँ मैले दिन सुरु गरेँ योगा अनि मेडिटेसनबाट। अनि आउँछ तपाईँको बेड मिलाउनु चाहिँ मलाई साह्रै अल्छी लाग्छ। बेसी चाहिँ मेरो ढाड दुख्छ। यहाँ पनि देख्न सक्नुहुन्छ, बेड मिलाउँदा मिलाउँदै मेरो ढाड दुखेर म एकछिन त्यहीँ सुतेँ। त्यसपछि आउँछ मेरो कबर्ड। मेरो कबर्डको हालत चाहिँ यस्तो घिनलाग्दो भएको थियो कि के भन्नु र होइन। यो चाहिँ तर हुन त दुईजनाले सेयर गर्छ हामी। साह्रै राम्रो छैन हाम्रो कबर्ड चाहिँ, यस्तो पाएको छ। तर पनि जस्तो तसो हामी एडजस्ट गर्दैछ। जस्तो बेड मिलाइसकेँ त्यस्तै गएँ म तपाईँको हल सफा गर्नु। हल सफा गर्दा गर्दै भोक लागेर चाहिँ खाना पनि बनाउँदै गर्नु पऱ्यो, सफा गर्दै भने चाहिँ खाना पनि बनाउँदै सफा पनि गर्दै गर्नु थालेँ। एन्ट्रेन्स बाँकी थियो, एन्ट्रेन्समा जुत्ता फेरि लथालिङ्गै हो। त्यसपछि जुत्ता मिलाउनु मलाई आधा घन्टा त्यहीँ लाग्यो। त्यसपछि आएको खाना पनि रेडी भयो। त्यो रेडी हुँदा हुँदा मेरो 3 बजे 3:30 भयो। 3:30मा चाहिँ मैले लन्च गरेँ। आज चाहिँ मेरो यस्तो थियो दिन।